स्वागत छ। आजको यस भिडियोमा हामी विभिन्न राष्ट्रका राष्ट्रपिताहरूको योगदान र सङ्घर्षको बारेमा चर्चा गर्नेछौँ। फादर अफ द कन्ट्री भनेर चिनिने जर्ज वाशिङटनले स्वतन्त्रता सङ्ग्रामको नेतृत्व गर्नुभयो र संविधान निर्माणमा मुख्य भूमिका निर्वाह गर्नुभयो। भारतमा महात्मा गान्धीले अहिंसात्मक आन्दोलन मार्फत ब्रिटिस शासनबाट स्वतन्त्रता प्राप्त गर्नमा अतुलनीय योगदान गर्नुभयो। नेपालमा पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरी आधुनिक नेपालको जग हाल्नुभयो। भुटानमा वाङचुक वंशका राजाहरूले देशको एकीकरण र आधुनिकीकरणमा महत्त्वपूर्ण योगदान दिएका छन्। चाइनामा माओ त्सेतुङले जनवादी क्रान्तिको नेतृत्व गर्नुभयो र नयाँ चाइनाको स्थापना गर्नुभयो। जापानमा सम्राटको भूमिका प्रतीकात्मक रहे पनि देशको विकासमा उहाँहरूको विशेष महत्त्व छ। स्वागत छ तपाईहरूलाई हाम्रो रोयल स्याल्युट युट्युब च्यानलमा। अब हामी यस प्रस्तुतिलाई अमेरिकाका पिता जर्ज वाशिङटनबाट सुरु गर्दैछौँ। संयुक्त राज्य अमेरिकाका प्रथम राष्ट्रपति जर्ज वाशिङटन हुन्। उनको जन्म जनवरी 22, 1732 मा र डिसेम्बर 14, 1799 मा उनको निधन भयो। उनले अप्रिल 30, 17 मार्च 4, 1797 सम्म राष्ट्रपतिको कार्यभार सम्हालेका थिए। उनका बुबाको नाम अगस्टिन वाशिङटन र आमाको नाम मेरी बल वाशिङटन थियो। उनका सौतेनी दाजुभाइ र दिदी बहिनीहरू लरेन्स स्यामुएल, जोन बेट्टी र मिल्ड्रेड थिए। उनले मार्था ड्यान्ड्रिस कस्टिससँग विवाह गरेका थिए। जर्ज वाशिङटनका विशेष कामहरू मध्ये सबैभन्दा महत्त्वपूर्ण भनेको अमेरिकाको स्वतन्त्रता सङ्ग्राममा उनको नेतृत्व हो। उनले कन्टिनेन्टल आर्मीको कमान्डर इन चिफ भएर बेलायत विरुद्ध लडेका थिए र विजय हासिल गरे। साथै उनी अमेरिकाको संविधान निर्माणमा र नयाँ राष्ट्रको जग बसाल्नमा पनि प्रमुख भूमिकामा थिए। यी कार्यहरूले उनलाई इतिहासमा एक विशेष स्थान दिलाएको छ। उहाँका कृतिमानहरूमा सबैभन्दा महत्त्वपूर्ण भनेको अमेरिकाको स्थापना नै हो। उनलाई फादर अफ हिज कन्ट्री यानी देशका पिता भनेर चिनिन्छ। यो उपाधि उनलाई अमेरिकाको स्वतन्त्रतामा र राष्ट्र निर्माणमा उनको अतुलनीय योगदानका कारण दिइएको हो। नेपालका पहिलो राजा पृथ्वीनारायण शाह हुनुहुन्थ्यो। उहाँको जन्म 11 जनवरी 1723 मा भएको थियो र उहाँको मृत्यु 11 जनवरी 1775 मा नुवाकोटको मलेकुमा भएको थियो। उहाँले 1743 देखि 1775 सालसम्म शासन गर्नुभयो। उहाँका बुबाको नाम नरभूपाल शाह र आमाको नाम कौशल्यावती शाह थियो। पृथ्वीनारायण शाहकी एक श्रीमतीको नाम नरेन्द्र लक्ष्मी शाह थियो। पृथ्वीनारायण शाहका हजुरबाको नाम राजा नरभूपाल शाह र हजुरआमाको नाम रानी बुद्धिमती शाह हो। एकजना दिदीको नाम बिसाउल बुढाना देवी हो र उहाँका दाजुभाइहरूमा वीरभद्र शाह र लालसिंह शाह हुनुहुन्थ्यो। पृथ्वीनारायण शाहले औपचारिक शिक्षा प्राप्त गर्नुभएको थिएन। उहाँले दरबारमै अध्ययन गर्नुभएको र युद्धकला, राजनीति र कूटनीति सम्बन्धी ज्ञान आफ्नै तरिकाले आर्जन गर्नुभएको थियो। पृथ्वीनारायण शाहको पारिवारिक पृष्ठभूमि मध्यम धनी मानिन्छ। उहाँ तत्कालीन गोर्खा राज्यका राजाका छोरा हुनुहुँदा राजपरिवारको सदस्य भएका कारण उहाँको आर्थिक अवस्था राम्रै थियो, तर विलासी जीवनशैली चाहिँ नभएको मानिन्छ। उहाँले सादा जीवन र उच्च विचारलाई प्राथमिकता दिनुभएको थियो। पृथ्वीनारायण शाहलाई नेपालको एकीकरणका पिताका रूपमा चिनिन्छ। उहाँले सासाना राज्यहरूलाई जोडेर एउटा सुदृढ नेपाल अधिराज्यको स्थापना गर्नुभयो। उहाँको दिव्योपदेश आजसम्म राजनीतिक र सामाजिक दर्शनको महत्त्वपूर्ण दस्तावेज मानिन्छ। भुटानका पहिलो राजा हुन् गोङसेर उगियन वाङचुक। उहाँको जन्म सन् 1862 जुन 11 भुमथाङमा भएको थियो र मृत्यु सन् 1926 अगस्त 26 मा भयो। उहाँका बुवाको नाम जिग्मे नामग्याल हो र आमाको नाम आसी पेमा चोकी थियो। उहाँका श्रीमतीहरूमा आसी लुड्रोङ डोल्मा, आसी रिन्चेन पेल्मो, आसी गोड्रुप पेमो र आसी चुन्ड्यु पेमा लामो थिए। उहाँका छोराहरूमध्ये जिग्मे वाङचुक र प्रिन्स ग्युर्मे दोर्जी प्रमुख हुन्। उहाँले 1907 देखि 1926 सम्म 19 वर्ष शासन गर्नुभयो र भुटानलाई एकीकरण र आधुनिक बनाउन महत्त्वपूर्ण योगदान दिनुभयो। यही कारणले उहाँलाई देशको पिताको रूपमा चिनिन्छ। भारतका पहिलो राष्ट्रपति डाक्टर राजेन्द्र प्रसाद हुनुहुन्थ्यो। उहाँको जन्म 3 डिसेम्बर 1884 मा बिहारको जिरादेईमा भएको थियो र उहाँको मृत्यु 28 फेब्रुअरी 1963 मा भयो। उहाँले भारतको राष्ट्रपतिको रूपमा 12 वर्ष सेवा गर्नुभयो। भारतका लौह पुरुष आयरनम्यान सरदार पटेलको बारेमा जानकारी छ।
सरदार पटेलका केही मुख्य कुराहरू। एकताका नायक, उनले 552 भन्दा बढी ससाना राज्यहरूलाई मिलाएर एउटा बलियो भारत बनाए। सरदार पदवी, बारदोलीको आन्दोलन सफल भएपछि त्यहाँका महिलाहरूले उनलाई सरदार नेता भन्न थालेका थिए। पहिलो गृहमन्त्री, उनी स्वतन्त्र भारतको पहिलो उपप्रधानमन्त्री र गृहमन्त्री थिए। सरदार वल्लभभाई पटेल भारतलाई एक बनाउने महान नेता हुनुहुन्थ्यो। उहाँलाई लौह पुरुष पनि भनिन्छ। उहाँले देशका ससाना राज्यहरूलाई जोडेर एउटा ठूलो राष्ट्र बनाउनुभयो। महात्मा गान्धीले भारतको स्वतन्त्रता सङ्ग्राममा महत्त्वपूर्ण योगदान गर्नुभयो। उहाँले अहिंसा र सत्याग्रह जस्ता सिद्धान्तहरूको प्रयोग गरेर ब्रिटिस शासन विरुद्ध शान्तिपूर्ण आन्दोलनको नेतृत्व गर्नुभयो। उहाँको अथक प्रयासले भारतलाई स्वतन्त्रता प्राप्त गर्न मद्दत गर्यो। उहाँको निस्वार्थ त्याग र राष्ट्रप्रति वफादारीका कारण उहाँलाई राष्ट्रपिता भनिन्छ। उहाँले समाजमा एकता र सद्भाव ल्याउन पनि महत्त्वपूर्ण योगदान गर्नुभयो। महात्मा गान्धीको जन्म 2 अक्टोबर 1869 मा गुजरातको पोरबन्दरमा भएको थियो। उहाँको मृत्यु 30 जनवरी 1948 मा नयाँ दिल्लीमा भएको थियो। उहाँका बुवाको नाम करमचन्द गान्धी र आमाको नाम पुतलीबाई गान्धी थियो। उहाँकी श्रीमतीको नाम कस्तुरबा गान्धी थियो। उहाँले अल्फ्रेड हाई स्कुल राजकोटमा सुरुवाती शिक्षा प्राप्त गर्नुभयो र पछि युनिभर्सिटी अफ कलेज लन्डनमा कानुनमा अध्ययन गर्नुभयो। महात्मा गान्धीले भारतको स्वतन्त्रताको आन्दोलनमा भाग लिनुभएको थियो, तर उहाँले कहिल्यै पनि देशको शासन गर्नु भएन। उहाँले आफ्नो जीवनभरि स्वतन्त्रता, समानता र शान्तिका लागि काम गर्नुभयो। उहाँलाई राष्ट्रपिताको उपाधि दिएर सम्मान गरिन्छ किनभने उहाँले भारतलाई स्वतन्त्र गराउनमा महत्त्वपूर्ण भूमिका खेल्नुभयो। चीनका पहिलो राष्ट्रपति सन यात सेन हुनुहुन्थ्यो। उहाँले सन् 1912 सालमा चीनको राष्ट्रपति पद सम्हाल्नु भएको थियो। डाक्टर सन यात सेनको जन्म सन् 1866 नोभेम्बर 12 मा चीनको ग्वाङडोङ प्रान्तमा भएको थियो। उहाँका बुबाको नाम सन ड्याडिसन र आमाको नाम याङ थियो। उहाँले हवाई र हङकङमा अध्ययन गर्नुभयो र विशेष गरी चिकित्सा शास्त्रमा डिग्री हासिल गर्नुभयो। उहाँको विवाह सुङ छिङ लिङसँग भएको थियो र उहाँका एकजना छोराको नाम सन फो थियो। सन् 1912 मा उहाँ अन्तरिम राष्ट्रपति बने र चीनमा गणतन्त्र गर्ने महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभयो। उहाँको मृत्यु सन् 1925 मा 12 मा भयो। डाक्टर सन यात सेनलाई राष्ट्रपिताका रूपमा चिन्नुको मुख्य कारण उहाँको चीनको एकीकरण र गणतन्त्र स्थापनामा रहेको अतुलनीय योगदान हो। उहाँले लामो समयदेखि चलिआएको राजतन्त्रको अन्त्य गरी आधुनिक र एकीकृत चीनको जग बसाल्नुभयो। उहाँको दर्शन र सिद्धान्तले भविष्यको चीनलाई आकार दिनमा महत्त्वपूर्ण भूमिका खेल्यो। त्यसैले उहाँलाई राष्ट्रपिताको उपाधि दिइएको हो। जापानका पहिलो प्रधानमन्त्री हुनुहुन्थ्यो इटो हिरोबुमी। उहाँको जन्म 16 अक्टोबर 1841 मा भएको थियो र उहाँको मृत्यु 26 अक्टोबर 1909 मा भयो। उहाँले कुल 4 कार्यकालका लागि प्रधानमन्त्री पदभार सम्हाल्नु भएको थियो, जसमा पहिलो कार्यकाल 1885 देखि 1888 सम्म थियो। उहाँको बुवाको नाम हायासी जुजो थियो र श्रीमतीको नाम इटो उमेको थियो। उहाँका मुख्य कृतिमानहरूमा मेइजी पुनर्स्थापनामा महत्त्वपूर्ण भूमिका, जापानको संविधान निर्माण र देशलाई आधुनिकीकरण गर्ने दिशामा चालिएका कदमहरू पर्दछन्। उहाँले सैनिक प्रतिष्ठानको स्थापनामा महत्त्वपूर्ण भूमिका खेल्नु भएको मास्टरफुल, साथै पहिलो मिलिटरी जनरल स्टाफ कार्यालयको प्रमुख हुनुभएको पनि छ। सिनो जापानिज शान्ति सन्धिमा पनि हस्ताक्षर गर्नुभएको थियो। उहाँले रिक्केन सेयुकाई नामक राजनैतिक पार्टीको पनि स्थापना गर्नुभएको थियो, जसले जापानको राजनैतिक इतिहासमा महत्त्वपूर्ण भूमिका खेल्यो। साथै उहाँ कोरियाको रेसिडेन्ट जनरल पदमा पनि नियुक्त हुनुभएको थियो। इटो हिरोबुमीले मेइजी पुनर्स्थापना, जापानको संविधान निर्माण र देशको आधुनिकीकरणमा महत्त्वपूर्ण योगदान दिएका थिए। उहाँले पहिलो प्रधानमन्त्रीको पदमा 4 कार्यकालसम्म सेवा गर्नुभयो र रिक्केन सेयुकाई नामक राजनीतिक पार्टीको पनि स्थापना गर्नुभयो। उहाँ कोरियाको रेसिडेन्ट जनरल पदमा पनि नियुक्त हुनुभएको थियो। इटो हिरोबुमीले सोका सन्जुकु नामक निजी विद्यालयमा अध्ययन गर्नुभएको थियो। पछि उहाँले संयुक्त राज्य अमेरिका र युरोपमा पनि अध्ययन र काम गर्नुभयो, जहाँ उहाँले कर प्रणाली, बजेट प्रणाली र संसदीय प्रणालीका बारेमा ज्ञान प्राप्त गर्नुभएको थियो। विशेष गरी उहाँले युनिभर्सिटी कलेज लन्डनमा अध्ययन गर्नुभएको उल्लेख छ।
के तपाईँ उहाँले एकैचोटि 4 कार्यकालका लागि प्रधानमन्त्री पदमा सेवा गर्नुभएको थियो, जुन जापानको इतिहासमा एक कीर्तिमान हो। यी सबै कार्यहरूले जापानको भविष्यलाई आकार दिएका थिए। उहाँले जापानमा 2 सदनात्मक संसदको स्थापना गर्नमा पनि महत्त्वपूर्ण भूमिका खेल्नु भएको थियो। यसका साथै उहाँलाई ड्युक र प्रिन्सको उपाधि समेत प्रदान गरिएको थियो। यी सबै कार्यहरूले उहाँको देशप्रतिको योगदानलाई थप महत्त्वपूर्ण बनाउँछन्। उहाँले रिकेन सेयुकाई नामक राजनैतिक पार्टीको पनि स्थापना गर्नुभएको थियो। यी सबै कार्यहरूले आधुनिक जापानको जग बसाल्नमा महत्त्वपूर्ण योगदान दिएका थिए। जसरी एउटा गायकको गीत सधैँ हाम्रो मस्तिष्कमा गुन्जिरहन्छ, त्यसरी नै वीर शहीदहरूले दिनुभएको योगदानलाई हामीले सधैँ हाम्रो मानसपटलमा जीवित राख्नुपर्छ र उहाँहरूको त्यागलाई सधैँ सम्मान गर्नुपर्छ। जननी र जन्मभूमि स्वर्गभन्दा पनि प्यारो हुन्छन्। जसरी आफू जन्मेको माटो र जन्म दिने आमाको काखले अतुलनीय शान्ति र सुरक्षाको अनुभूत गराउँछ, त्यसरी नै हामीले यो कुरालाई सधैँ मनन गर्नुपर्छ। यदि कुनै विद्रोही वा सामन्तीहरूले हाम्रो अधिकार खोज्न वा आइलाग्न खोज्छन् भने हामीले वीर शहीदहरूले देखाएको बाटोमा हिँडेर निडरतापूर्वक आफ्नो अधिकार डटेर लिनुपर्छ। यदि तपाईहरूलाई यो प्रस्तुति मन पर्यो भने हाम्रो च्यानललाई लाइक, शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला। आगामी दिनमा पनि हामी उत्कृष्ट र ज्ञानवर्धक प्रस्तुतिहरू लिएर आउनेछौँ। यो प्रस्तुतिलाई अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धन्यवाद। तपाईहरूको दिन मङ्गलमय होस्।